हेलो गाइज वेलकम ब्याक टु आवर अनदर भ्लग यस अनि सानो भ्लग छ है। अब आजको चाहिँ धेरै कुराहरू सरप्राइज छ। लास्ट टाइम हामीले चाहिँ एउटा सानो भिडियो पब्लिस बनाउँदैछौँ। गरिरहेको थियौँ। लास्ट टाइम हामीले एउटा भिडियो पब्लिस गरेको थियौँ नि त, त्यहाँ हामीले हालेको थियौँ नि त। त्यो भिडियोको बारेमा चाहिँ अलिकति एउटा सानो कुरा बोलिदिउँ होइन। त्यसमा चाहिँ हाम्रो हाम्रो जो टिम थियो त्यसले चाहिँ धेरै मिहिनेत गरेछ होइन। त्यसको प्रतिशोध र त्यसको प्रतिफल चाहिँ अब आउनेछ अर्को अर्को त्यसको चाहिँ नेक्स्ट पार्टमा, जो हामीले आज भइरह एडिटिङ चलिरह हामीले चाहिँ आज राति भरे बेलुकासम्म त्यो भिडियो चाहिँ पोस्ट गर्छ। सबैले राम्रोसँग एकचोटि हेरिदिनु होला भन्दै सब्सक्राइब लाइक कमेन्ट गर्नु होला। के छ त आजको भिडियोबारे के भन्न चाहनुहुन्छ तपाईँ? एकदम राम्रो बन्दैछ होइन। हेलो गाइस, यस्तै छ। अब अलिकति अगाडिसम्म जाम, यो राम्रो छ बेलुकाको भ्युज अनि यो राम्रो आउँछ क्या यतातिर यो साइडमा, यता यो पुरै साइडहरू अगाडितिर पनि राम्रो छ। यो तपाईँहरू चाहिँ यो बरगाउँमा हुनुहुन्छ भने चाहिँ इभिनिङ वाकको लागि एकदम वान अफ द बेस्ट मर्निङ वाक इभिनिङ वाक अनि राम्रो ठाउँ छ कि होइन। अनि यही लगत्तै यहाँ पारि चाहिँ पुरा यो रोडहरू छ, यसको चाहिँ साउन्ड पनि गाडीको कन्टिन्यू चलिरहेको राम्रो। त्योभन्दा अलि अगाडितिर बढ्दै जाऊँ, हेरौँ अब के छ होइन। यहाँ चाहिँ मैले केही देखिरहेको छु, कोही दुई तिनजना एकदम बसिरहेको एकचोटि यसो कन्ट्याक्ट गरेर नेक्स्ट है। यहाँ चाहिँ बसिरहनु बाबाहरू, सो म चाहिँ त्यति खासै हाम्रो चिनजान छैन, त्यसले अनलाइन हुनुहुन्छ त्यो कुरा गरौँ के छ उहाँहरूले कतिखेर होइन। ओहो हेलो, भिडियो लिन मिल्छ होइन? एकदम यता बिचमा बस्नु भएको चाहिँ किन टोपी लुकाउनु भयो नि त उहाँले? हेलो 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 यस्तो भाउ खोज्नु भएको जस्तो लाग्यो मलाई, के हो सर? सुन्नु न, तपाईँहरू कता हो, कताबाट आउनु भएको, के हो? हामी देखिरहेको बस्छौँ अनि यहाँ चाहिँ यसो चिया पानी खाने ठाउँ अनि के डेटिङ सेटिङ बस्ने ठाउँ त होइन, ठिकै छ सबै कुरा। हेर्नु त लगाउ देश हेर्नु त, यो दामी ठाउँ छ यतातिर होइन, तर एकदम राम्रो छ भनौँ यता बेलुकातिर। यता यता दिनु न, यता यो अर्जेन्टिनाको मेसीको जर्सी लगाएको दाइलाई दिनु न। के छ दाइ, तपाईँ सन्चै हुनुहुन्छ? एकदम सन्चै हो। अलि चिया खान आएको। देखेको जस्तो लाग्यो यता लुलुतिर। चिया खाएर बसिरहेछौँ हामी। हजुर, अरू त के छ र, सबै ठिकै छ र कस्तो राम्रो। तपाईँ कुनै यतातिर बसिरहनु भएको मान्छेहरूलाई साथीहरूलाई आउनलाई चाहिँ प्रेरित गर्नुहुन्छ? एकदमै। अब हाम्रो भरतको के अरे ब्लगलाई चाहिँ लाइक सेयर कमेन्ट गरेर धेरै भ्यू बनाऊ होइन, त्यही हो। अनि यतातिर अब चाहिँ हाम्रो दुईजनासँग कुरा भइसकेको छ। अब एकजना त हाम्रो प्यारी प्रिति छन्, एकजना साथी होइन, दिउँ न त के भन्नु है। के हो, किन हो नबोल्ने राम्रो मान्छे भएर पनि? हेलो के छ, सन्चै छौ? एकदमै ठिक छु। हजुरलाई कस्तो छ? मलाई त ठिकै छ के, हामी त सन्चै छौँ। अनि कहाँ हो, कहाँ देखियो तपाईँहरू आएको यता? तपाईँ उहाँसँग त मेरो कुरा, दुईजनासँग मेरो कुरा भइसकेको छ। तपाईँ चाहिँ अलि बेग्लै देखिनु भयो एकदम होइन। यो चाहिँ तपाईँ लागिरह म नेपाली जस्तो लागिरह। हेर्नु त यो उहाँको पहिरन पनि पुरा एकदम नेपाली कुर्ता सुरुवाल जस्तो छ। म नेपाली होइन नि। होइन तपाईँ नेपाली होइन, तपाईँ नेपाली उसले मलाई नेपाली सिकाएको होइन, तर म नेपाली होइन। तपाईँ नेपाली होइन? उसले चाहिँ सिकाएको के मलाई के के भन्नुहुन्छ उहाँले? खासमा ऊ चाहिँ म्यानमारबाट हो, तर मैले नेपाली सिकाएको। ए कति भयो तपाईँहरूको चिन्जन भएको? केही कुरा खुलाउन सकिन्छ? धेरै भएको छैन, भर्खर भर्खरै हो। गोरेटो माइरहन्थेँ म सधैँभरि, हजुर यहीँ भेट भएको। अनि हाम्रो चाहिँ एउटा सानो अलिकति सानोतिनो कुरा भयो। जे होस् उहाँ चाहिँ एकदम रमाइलो मान्छे हुनुहुँदैछ। अब भेट हाम्रो हेरौँ भोलि पनि के थाहा, हामीसँगै म यदि टाइम आयो भने चाहिँ भेट हुन्छ कि अब होइन। उहाँ चाहिँ एकदम जे होस् रमाइलो भयो आजको पल। ल गाइस, टाइम टु एन्ड अफ द ब्लग एन्ड किप सपोर्ट, किप बाई।